यो सरकारको कामै के छ? रामलाललाई पेल्ने, भ्रष्टाचारीहरूसँग मुख जोड्ने, माफियालाई तेल लगाउने, दलालहरूलाई सुमसुम्याउने यतिकै सिप छ भने म यो सरकारलाई भन्न चाहन्छु एउटा मसाज सेन्टर खोले हुन्छ। प्रमाण यति धेरै चाङ लागिसक्यो कि त्यति लामो त तपाईको राजनीतिक करियर छैन। उहाँले आफ्ना पार्टीलाई आफ्ना चाहिँ कार्यकर्ताहरूले राम्रो काम गरेको देख्ने, घोषणा पत्रका सपना साकार भएको देख्ने, आफ्ना कामहरू चाहिँ गगनचुम्बी पुगेको देख्ने, तर पनि जनताप्रति निराशा, जनताप्रति संकट, बेरोजगार यस्ता चिजहरू कहिले पनि नदेख्ने, यस्ता भेदभावी आँखा चेक जाँच गरेकै राम्रो डाक्टर भएकै बेला उहाँले भन्नुभएको थियो कि मैले पाकिस्तान र भारतको युद्धलाई रोके। उहाँले रोक्नुपर्ने यो हो, उहाँले रोक्नुपर्ने भनेको विदेशीले गरेको युवा जनशक्तिलाई हो, उहाँकै सरकारमा मौलाइरहेको भ्रष्टाचारलाई रोक्नुपर्ने हो। रोक्नै पर्ने हो भने उहाँले मिचिँदै गरेको सीमालाई रोक्नुपर्ने हो। एकैचोटि डाइरिया र हाच्छी हुँदा के रोक्ने भनेर कन्फ्युज हुने जमानामा उहाँले गफ लाउनु भयो मैले भारत र पाकिस्तानको युद्ध रोके। त्यसैले म उहाँलाई लजिक पनि नभएको र लाज पनि नभएको झोले राष्ट्रवादी भनेर चिन्छु।